यो कुरा सुन्दा तपाईँहरूको मनमा के आयो कृपया कमेन्ट गर्नु होला। अरू श्रीमान बाँड्न चाहने, श्रीमती बाँड्न चाहने, तर सम्पत्ति बाँड्न नचाहने है। त्यसले जसकोमा माइती हुँदैन नि, एउटा घरमा 2 बहिनी 3 बहिनी चेली हुन्छ, उहाँहरूको माइती हुँदैन नि, त्यो माइती नभएकोले चाहिँ त्यो घर जोइ लानु चलन छ क्या। फेरि मागेर घर जोइलाई त्यो भाउजूले मागेर क्या। घरमा अब घरको मुली त भाउजू भएर बसेका हुन्छ होइन। अब उसको देवर एउटा दुईवटा देवर हुन्छ नि, त्यो अब 2 देवर छन्, 2 जनाले एउटा महिला बिहा गर्छन् होइन। उसको कान्छा देवर छ होइन, घरमा कान्छा देवर चाहिँ अब भाउजूसँगै बसेको छ, तर कान्छा देवरलाई चाहिँ फेरि यताबाट अर्को एज अ महिला चाहिँ अब घर जाइको लागि माग्नु आयो क्या। त्यो बेला चाहिँ त्यो भाउजूले के गर्छ, अब कान्छालाई चाहिँ आफ्नो देवरलाई चाहिँ एउटा दिइ पठाउँछन् क्या होइन। दिएपछि फेरि के हुन्छ भने अब भाउजूले दिएपछि भाउजू अब एउटा श्रीमानसँग मात्रै बस्ने भयो, देवर त उता जाने भयो नि त होइन। जाँदाखेरि फेरि अब महिलाले चाहिँ उतै बिहा गरेर लाने भयो होइन। लाँदाखेरि चाहिँ फेरि त्यो बेला चाहिँ त्यो महिलाले पुरा रितहरू लिएर क्या, पुरा रितहरू बुझाएर चाहिँ त्यो के अरे चाहिँ देवरले त्यो घर छोरा मान्छेलाई चाहिँ उहाँले चाहिँ अब छोरी मान्छे अब दुलै नै बनाएर लानुपर्ने होइन। 3 बहिनी चेली छोरी छन्, माइती छैन। अब पुर्खौली सम्पत्ति त अब 3 जना चेलीको उसमा छ नि त होइन। अब माइती नभएपछि अब यताबाट उहाँले चाहिँ अब यताबाट एउटा केटा एउटा चाहिँ यता ल्याउने हो नि त। अब यता ल्याइसकेपछि यताबाट त भाउजूबाट मागेर भाउजूबाट त अब छुट्टियो यता होइन। अब यता 3 जनाले चाहिँ 2 जना 3 जना चाहिँ त्यहाँ चाहिँ एकजना छोरा मान्छे श्रीमन्त ल्याएर न, त्यो एउटा श्रीमानसँग फेरि 3 जना बसेको देखिन्छ क्या फेरि अब होइन। किनभने त्यो 3 जना चेलीहरू त अब सेपरेसन भयो भने त फेरि सम्पत्ति त अब होइन बाँडिन्छ। अब एउटा चाहिँ यता जय भन्छ, त्यसले घर जय भन्छ नि, एउटा छोरा घर जय लगेर 3 जनाले चाहिँ श्रीमती राखेर बस्छ। त्यो भएपछि घर त भाँडेर नि त फेरि होइन। अब त्यो चाहिँ तपाईँको हुम्लाको ब्रह्मसीमा त अहिले पनि त प्र्याक्टिस छ। अब यता पनि त तपाईँको 3 जनाले त छुट्टै छुट्टै बाँड्नु पर्यो नि त सम्पत्ति होइन। उहाँहरू पनि अब बाँड्नु चाहनु भयो। यस्तै खालको भिडियो मन पर्यो भने मलाई फलो गर्नु नबिर्सिनु होला।